ए मैया, राजा वीरेन्द्रका भनाइया छ रेडियोमा, सुनौ सुनौ। अहिले तपाईं सुन्दै हुनुहुन्छ राजा वीरेन्द्रका प्रेरणादायी भनाइहरू। नेपालको स्वतन्त्रता हाम्रो गर्व हो र त्यसको रक्षा हरेक नेपालीको धर्म हो। देशप्रेम त्यो आगो हो जसले भ्रष्टाचार र विभाजनलाई जलाउँछ। नेपाल सानो छ तर यसको आत्मा विशाल छ। हाम्रो गौरव हाम्रो राष्ट्रियता हो र त्यो कहिल्यै बिक्री हुन सक्दैन। जनताको विश्वास जित्न सक्ने राजा कहिल्यै पतन हुँदैन। राजा जनताको सेवक हो, मालिक होइन। नेपाल दुई ठूला राष्ट्र बीचको पुल हो तर परनिर्भर पुल होइन। असली राजा त्यो हो जसले जनताको आँसु पुज्छ। देशको विकास काठमाडौँमा होइन, गाउँमा नापिनु पर्छ। हामी बुद्धका सन्तान हौ, हाम्रो धर्म नै शान्ति हो। नेपाललाई कहिल्यै अर्को देशको खेल मैदान बन्न दिनु हुँदैन। हाम्रो स्वाभिमान नै सबैभन्दा ठूलो सम्पत्ति हो। नेपाल सबै नेपालीको घर हो, विभाजन होइन, एकताको भूमि। शान्ति क्षेत्र घोषणा नेपालको आत्मिक आवाज हो। विदेशी सहायता भन्दा नेपाली विश्वास बलियो हुन्छ। राजतन्त्र तबसम्म अर्थपूर्ण हुन्छ जबसम्म जनता खुसी हुन्छन्। म चाहन्छु नेपाललाई विश्वले शान्तिको उदाहरणका रूपमा हेरोस्। देशका कुना कुनासम्म विकास पुर्याउनु मेरो सपना हो। नेपाल स्वतन्त्र रहोस्, नेपाली सधैँ स्वाभिमानी रहोस्। शान्ति, राष्ट्रियता र प्रजातन्त्र यी नै नेपालको 3 आधार हुन्। देश साँचो अर्थमा समृद्ध तब हुन्छ जब नागरिक शिक्षित र सचेत हुन्छन्। नेपाल कहिल्यै परनिर्भर बन्नु हुँदैन, आत्मनिर्भर बन्नुपर्छ। राष्ट्रको हरेक निर्णय नेपाली जनताको हितमा हुनुपर्छ। हाम्रो इतिहास हाम्रो पहिचान हो, त्यसलाई मेटिन दिनु अपराध हो। नेपालले सधैँ स्वतन्त्रता, शान्ति र सन्तुलनमा बाँच्नुपर्छ, यही मेरो चाहना हो। श्रोतामाझ आजलाई राजा वीरेन्द्रका प्रेरणादायी भनाइहरू यति नै। भोलि फेरि यसै समयमा अन्य महत्त्वपूर्ण भनाइहरू लिएर आउनेछौँ। बिदा दिनुहोस्। नमस्कार।